हेलो गाइस वेलकम टु माई ब्लग दिस इज मी तारा लिम्बू अनि म चाहिँ आज तपाईँहरूलाई चाहिँ के कुरामा चाहिँ भिडियो बनाउँदैछु भने चाहिँ यो भिडियो चाहिँ इन्को ड्रिल मेसिनको बारेमा हो इम्प्याक्ट चाहिँ ब्याट्रीबाट चल्ने ड्रिल मेसिन हो अनि यसको अनर रिभ्यू चाहिँ दिन खोजिरहेको छु मैले यो ड्रिल मेसिन किनेको चाहिँ लगभग समथिङ 1.5 इयर्स भइसक्यो अनि आजसम्म चाहिँ मलाई राम्रो यसले चाहिँ बेस्टै रिजल्ट दिइराखेको छ होइन अनि मेरो युट्युब च्यानलमा मैले पहिला नै अनबक्सिङ गरेको भिडियोहरू हालिदिइरहेको थिएँ है पहिला नै हालेको थिएँ अनि मलाई चाहिँ अब उनीहरूले चाहिँ सब्सक्राइबरहरूले चाहिँ के भन्नुभएको थियो भने चाहिँ अनर रिभ्यू बनाउनु न दाइ कस्तो हुँदो रहेछ भनेर भनिरहेको थियो अनि मैले चाहिँ यो चाहिँ तपाईँहरूको लागि अनर रिभ्यू चाहिँ हेर्न सक्नुहुन्छ हाम्रोमा सबैभन्दा पहिला ड्रिल ब्याट्री चार्जर अनि एक्सेसरिजहरू यो चाहिँ एक्स्ट्रा एक्सेसरिज मैले नै हालेको यो ड्रिल किन्दा चाहिँ आएको थिएन होइन यहाँ तर कम्पोनेन्ट यो क्याबिनहरू छ त्यो भएको कारणले गर्दा चाहिँ मैले सानो सानो मलाई चाहिने सामानहरू चाहिँ यहीँ राख्छु है अनि ब्याट्री चाहिँ कस्तो छ भने हेर्नु 1.5 एमपियरको 20 भोल्ट 1.5 एमपियरको एकदमै ठुलो ब्याट्री छ यसले चाहिँ तपाईँलाई समथिङ पुग्छ 2-3 घन्टा काम गर्न पुग्छ बी काम गर्दा पनि बी काम गर्नु भने तपाईँलाई 1 घन्टासम्म चाहिँ नन स्टपै दिन्छ अब स्क्रु सिस्क्रु यताउति सानोतिनो काम गर्नलाई चाहिँ तपाईँले 2 देखि 3 दिनसम्म चाहिँ चार्ज गर्नु पर्दैन स्क्रु मात्रै टाइट गर्नलाई चाहिँ चार्जरको कुरा गर्नुपर्दाखेरि चाहिँ चार्जर 50 वाटको चार्जर क्या एकदमै फास्ट चार्जर छ तपाईँको ब्याट्री आधी घन्टादेखि 45 मिनटसम्म फुल चार्ज गरिदिन्छ यसले है अनि ब्याट्रीको विशेषता भन्नुपर्दाखेरि चाहिँ यहाँ देख्न सक्नुहुन्छ गाइस यहाँनिर इन्डिकेटर छ है यो चाहिँ इन्डिकेटर मैले थिच्दा थिचै यस्तो धेरै ड्यामेज भइसक्यो र पनि केही भएको छैन इन्डिकेटर तपाईँको ब्याट्री कति छ कति छैन भनेर चाहिँ यहीँबाट हेर्न मिल्छ त्यो भएर पनि सजिलो छ है नेपालमा वान अफ द बिगेस्ट सेलिङ आइटम भनौँ न अहिलेको अवस्थामा होइन इन्को ब्रान्डको अनि मैले अनर रिभ्यू बनाउँदाखेरि चाहिँ कस्तो छ मैले अनर रिभ्यू बनाउँदाखेरि के कुराहरू चाहिँ फेस गरेँ भनेर चाहिँ टोटली मैले भिडियोमा इन्क्लुड गरेर चाहिँ तपाईँलाई देखाउँदैछु हेरिदिनु होला सब्सक्राइब गरिदिनु अनि टिकटकमा हेर्दै हुनुहुन्छ भने त कम्प्लिटली डेफिनेटली क्या एकचोटि माथि चाहिँ प्लस आइकन छेउमै छ ट्याक्क हानिदिइहाल्ने ल अब हेर्नु होला गाइस मसँग स्क्रुहरू पनि छ ल अनि यहाँ मसँग अर्को 2 इन्चीको स्क्रु पनि छ है त म चेक गर्छु मेरो माइकले काम गरिरहेको छैन समटाइम माइक आफै ब्लक हुन्छ अनि यहाँ एक्स्ट्रा ड्रिल बिट पनि छ मसँग एउटा 18 एमएमको ड्रिल बिट पनि छ यो पनि राम्रो रेस्पोन्स दिन्छ यसलाई अब तपाईँलाई सबैभन्दा पहिला सुरु कुनबाट गर्छु भने म तपाईँलाई स्क्रु यसले कुन स्क्रुहरू कति लिन्छ भने चाहिँ ब्याट्री पोर्ट गर्छु है देख्न सक्नुहुन्छ पावर होइन हाई एन्ड लो छ यो चाहिँ हाई पावरमा भयो गियर 2मा होइन अब गियर 1मा लाउनु भने झन् धेरै पावर हुन्छ क्या तपाईँले रोक्नै सक्दैन यस्तो डेन्जर पावर हुन्छ अब तपाईँलाई मैले यो 3 इन्चीकोमा सबैभन्दा पहिला यो 3 इन्चीकोमा चाहिँ म स्क्रु गर्छु सबैभन्दा पहिला म 1.5 इन्चीको स्क्रुबाट सुरु गर्छु है त हेर्नु होला है गयो अब सुरु गरौँ अर्को 1 इन्चीको यो 1 इन्चीको स्क्रु हो जिप्सन स्क्रु होइन लाइक दिस अब 10 एमएम 1.5 इन्चीको यो मिनिमम यो 35 एमएमको होला राम्रो रेस्पोन्स दिइरहेछ अब बारी यसको यो चाहिँ हेर्नु होला राम्रो यो 2 इन्चीको स्क्रु हो कसरी जान्छ म हेर्छु है त तपाईँ पनि हेर्नु होला लामो भएर हल्का बिटले राम्रो रेस्पोन्स गरेको छैन बिट थर्ड पार्टी बिट हो त्यो भएको कारणले राम्रो होला गाइस स्क्रुहरू एकदम मजाले जान्छ है त तपाईँलाई म देखाइदिन्छु ल हेर्नु गाइस है देख्नु होला नि स्क्रु हान्नलाई चाहिँ यो भन्दा बेस्ट ड्रिल चाहिँ कुनै पनि हुँदैन स्क्रुको लागि है नेक्स्टमा अब म सुरु गर्छु बिटको लागि स्क्रुको लागि देखिहाल्नुभयो म अब नेक्स्टमा चाहिँ तपाईँलाई के देखाउँछु भने ड्रिलको बिटको बारेमा तपाईँलाई देखाउँछु होइन सबैभन्दा पहिला ड्रिल बिटमा म यो युज गर्छु प्लाई मसँग 8 एमएमको बिट छ
8mm को वुडन बिट हो यो चाहिँ एकचोटि यसमा ट्राई गर्छु त कस्तो हुन्छ देख्नु होला वेट अ मिनेट देख्नु होला गाइस यहाँ तर तपाईँको डिपेन्ड चाहिँ के गर्छ भने यो बिटमा धार पनि छ कि छैन भनेर पनि डिपेन्ड गर्छ यसले काम चाहिँ राम्रै गर्छ होइन अर्को अब यो 10mm को बिट छ ल हेर्नु होला यसको रेस्पोन्स पनि राम्रै आयो तपाईँलाई 18mm पनि युज गरेर देखाउँछु म यहाँ हेर्नु पालहरू ल गाइस पाल अब यतापट्टि त यसको यो नभएको कारणले अलिअलि फुटाउँछ त्यसमा प्रब्लम भएन तर पाल चाहिँ ओपी पार्दैछ पावर छ क्या है तपाईँलाई म अब वुडमा देखाउँछु त्यो त प्लाईमा हो नर्मली प्लाईहरू त मजाले नै खान्छ अब वुडमा भनेको चाहिँ तपाईँको यस्तो हेरौँ यो मसँग एकदम हार्ड वुड छ ल यो भयो सेकेन्ड गियरमा होइन फर्स्ट गियरमा झन् तपाईँले टेन्सनै हाल्नु पर्दैन यति धेरै पावर छ यति धेरै टर्च छ नि यसले सानोतिनो त तपाईँको हुन्छ नि यो बाटोमा हिँड्ने रिक्साहरू नै कुदाइदिन्छ जस्तो लाग्छ क्या मलाई त एकदमै धेरै पावर जेनेरेट गर्छ है गाई चाहिँ एक नम्बर गियरमा चाहिँ तपाईँलाई हेभी सामान मेटलहरूमा युज गर्नुपर्ने छ भने चाहिँ तपाईँले 1 नम्बर गियर युज गर्ने त्यस पछाडि चाहिँ 2 नम्बरमा हेर्नु होला यो भयो है अब है ड्रिल बिटहरू म देखाउँछु तपाईँलाई म अर्को ड्रिल बिट सानो ड्रिल बिट 6mm को बिट हो यो चाहिँ नम्बर 2 म यो टर्कको बारेमा पनि तपाईँलाई भन्छु हाम्रो ड्रिलमा हुने टर्कहरू चाहिँ के हो हामीलाई किन चाहिन्छ भनेर टर्क चाहिँ तपाईँलाई म भन्छु है त अब यो ड्रिल मेसिनको बारेमा ब्याट्रीवाला ड्रिल मेसिनको बारेमा चाहिँ मान्छेहरूले कम्प्रोमाइज गरिरहेको हुन्छ क्या अब के भन्छ यो हुन्छ नि पावरवाला ड्रिल लाइनबाट चल्ने इलेक्ट्रिक ड्रिल भन्दा चाहिँ अब ब्याट्रीवाला ड्रिल अलिक कन्जुस हुन्छ भनेको जस्तो रेसियो पुर्याउँदैन भन्ने हुन्छ तर त्यो चाहिँ गलत हो हाम्रो इलेक्ट्रिक ड्रिलमा चाहिँ के हुन्छ भने यो भित्रको यो भागमा चाहिँ गियर हुन्छ क्या यसको प्रत्येक न्युटन मिटरको गियर हुन्छ नि एनएमको लागि पावर टर्कको लागि क्या हामीलाई चाहिने टर्कको लागि चाहिँ यहाँ गियर हुन्छ मोटर त सानो हुन्छ न अनबिलिभेबल खालको तर काम गर्ने भनेको यसको यो गियरले हो है गाइस अब तपाईँलाई यो टर्कको बारेमा भन्छु अहिले मसँग 0 टर्क छ होइन यो 0 टर्कमा त्यही खालको स्क्रु हान्ने हामीले यो टर्क विशेष गरेर हामीलाई स्क्रु टाइट गर्दाखेरि चाहिन्छ जस्तो अहिले किन गएन भन्दाखेरि चाहिँ अब यसको टर्क यसलाई फाल्ने टर्क चाहिँ यति नै मात्रै हो क्या किनभने मैले 1 नम्बरमा टर्क राखेको छु अब हामीलाई चाहिएको टर्क कति हो त स्क्रुको लागि भनेर चाहिँ मेन्टेन गर्नुपर्ने हुन्छ हामीलाई समथिङ 6 देखि 7 टर्क चाहिन्छ होइन अब हेर्नु त गाइस हामीलाई कतिसम्म चाहिन्छ त्यतिसम्मको मात्रै युज गर्ने टर्क जस्तो अब मैले हाई टर्कमा राखेँ हाई टर्कमा राखेर दिएँ गयो नि त होइन स्क्रु त अब यसलाई मैले ठिक्क चाहिने गरी मात्रै राखेँ भने चाहिँ 17-18 टर्कमा राख्छु अनि यो चाहिँ टर्क हो यसको यो टर्कले चाहिँ के गर्छ भने हामीलाई चाहिएको जति मात्रै स्क्रु इन हुनु दिन्छ क्या अनि लुज हुने सम्भावना पनि छैन यहाँ देख्नु होला हल्का घुमिरहेछ यो त्यो चाहिँ भनेको उसलाई चाहिएको जतिको मात्रै टर्क लिइरहेछ कि यसले यो स्क्रुले उसलाई चाहिएको जति मात्रै स्क्रु टर्क लिएपछि स्क्रु भाँचिँदैन होइन खोल्न भर्न पनि इजी हुन्छ है त टर्कको मेन यसको रेस्पोन्सिबिलिटी भनेको चाहिँ त्यही हो हाम्रो स्क्रुहरू नभाँचियोस् हामीले काम गर्दाखेरि चाहिँ स्मुथली नै काम गरौँ भनेर टर्क हुन्छ र गाइस ब्याट्री पावरको बारेमा तपाईँलाई अघि नै भनिसकेँ 20 भोल्ट 1.5 एम्पियरको हुन्छ तपाईँले चाहनु भने चाहिँ अर्को 2 एम्पियरको 3 एम्पियरको पनि युज गर्न सक्नुहुन्छ एक्स्ट्रा ब्याट्री किनेर यसले सपोर्ट गर्छ है त अब तपाईँलाई अनरिभ्यू मैले टोटली त गरिदिइसकेँ है अब तपाईँले अब किन्ने नकिन्ने भन्ने कुरा चाहिँ तपाईँले भिडियो हेरेपछि आफै डिसाइड गर्नु होला म चाहिँ यो विषयमा चाहिँ
यो ड्रिल किने पछाडिदेखि चाहिँ मैले अर्को ड्रिल चाहिँ युजै गर्न बन्द गरिदिइसकेँ होइन, किनभने मलाई चाहिएको पनि छैन। पर्न नि पर्दैन होइन, पर्न नि परेको छैन। त्यो भएको कारणले तपाईँले यो भिडियो हेरेपछि चाहिँ अब यसको कन्जम्सन कस्तो हुन्छ होइन, तपाईँलाई कतिको प्रफिट गरिदिन्छ, कस्तो रिजल्ट दिन्छ भनेर त देखि नै हाल्नुभयो होला होइन। मैले चाहिँ टोटल्ली तपाईँहरूलाई अनर रिभ्यू पनि दिइसकेँ, यसको कस्तो छ रेस्पोन्स भनेर त्यो पनि देखाइसकेँ। अब तपाईँहरूले बाई गर्नुहुन्छ भने चाहिँ म तल डिस्क्रिप्सनमा अनलाइन लिङ्क छोडिदिन्छु, त्यहाँबाट लिनुभयो भने चाहिँ। अनि यसको प्राइसको कुरा गर्नुपर्दाखेरि चाहिँ मैले त्यति बेला चाहिँ समथिङ 8,500मा लिएको हो। अनि अहिले पनि दराजमा हेर्नु भने खासै धेरै डिफ्रेन्ट भएको छैन होइन। योभन्दा अझै पावरको ड्रिलहरू पनि तपाईँले पाउनुहुन्छ त्यहाँ अनलाइनमा जानु भने। अनि यो चाहिँ मैले 8,500मा 20 भोल्ट 1.5 एम्पियरको लिएको हो होइन। अझै पनि छ, यो सेम ड्रिल मेसिन छ अनलाइनमा, त्यसैको लिङ्क म राखिदिन्छु। तपाईँहरूले चाहिँ बाई गर्न सक्नुहुन्छ है त त्यहाँबाट। अनि मेरो चाहिँ विशेष अनुरोध, मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब, लाइक, कमेन्ट, सेयर गरिदिनु। टिकटकबाट हेरिराख्नु भएको छ भने चाहिँ डेफिनेटली फलो गरिदिनु पर्यो। तपाईँलाई नेक्स्ट टाइम यस्तै मेसिनको रिभ्यूहरू चाहिँ अर्को पनि पार्टमा चाहिँ म तपाईँलाई लिएर आउनेछु। तबसम्मको लागि चाहिँ टाटा, बाई बाई।